अनि भएर मैले चाहिँ एउटा झिकेर खाएको थिएँ क्या, त्यो बुद्ध चाहिँ मलाई भ्लग बनाउनुहुन्छ भनेर मैले यो गोजीमा हालेर ल्याएको थिएँ क्या। जे कुरा बनाउँछु तर म यस्तो मिठो बनाउँछु क्या। आज शनिबार पनि होइन, आज के बार पनि होइन, तर फेरि कस्तो गाडी कुदे गरेको आज आइतबार भयो होला हो। हाई हेलो नमस्ते टु एभ्री वान, वेलकम ब्याक टु माई न्यू भिडियो होइन। आई होप सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु होइन। सो आजको मेरो भ्लग के रहेछ भने तपाईँलाई थमेल टाइटलमा थाहा सक्नु होला। सो आजको मेरो भ्लग के रहेछ भनेर होइन। सो आजको मेरो भ्लग भनेको मैले आलु निम्की ल्याएको छु। कस्तो बिजोक भइरहेछ भने नि हेर्न, रस यहाँ चुहेर त्यो धेरै गिलो भयो हो कि के हो। मैले अस्ति आलु निम्की ल्याउँछु भनेको थिएँ नि, आज मैले फाइनली मेरो मुखबाङ आलु निम्की ल्याइसकेको छु। आलु निम्की ल्याएर म उपस्थित भइसकेको छु होइन। सो साथीहरू, तपाईँले यो भिडियो कहाँ कहाँ कुन ठाउँबाट हेर्दै हुनुहुन्छ भने पनि एउटा कमेन्ट चाहिँ छोडेर जानु होला। तपाईँहरू जो यो भिडियो नयाँ हेर्दै हुनुहुन्छ भने पनि एउटा कमेन्ट के सब्सक्राइब र कमेन्ट पनि गरेर जानु होला। तपाईँहरू जसले नयाँ भिडियो हेर्दै हुनुहुन्छ भने पनि होइन। मिस्टेक पो भने कि क्या हो यार, मुझे त नै आता जैसा आता है मैले भनिसकेँ होइन। सो आजको मेरो भ्लग देखिसक्नु होला, आलु निम्की होइन। हेर्दा पनि कस्तो खम लागिसक्यो होला होइन। बनाएको कसले मैले होइन, मैले यति धेरै उतो गरेको थिएँ कि सबै उतो भयो यार। यस्तो कस्तो लटक्क भइरहेछ क्या, मुखमा पानी आइसक्यो। अयो मैले यहाँ चाहिँ पानी ल्याएको छु। अझ मैले सानो बोतल मात्रै ल्याएको छु होइन, किनकि म धेरै खाना खानु सक्दिनँ नि त। धेरै पानी पनि खानु हुँदैन कि यति धेरै ल्याएको छु फेरि खानै सक्दिनँ। साथीहरू म चाहिँ अब खानु सुरु गरेँ होइन। ल साथीहरू, मेरो फर्स्ट बाइट मैले खाएँ होइन। साथीहरू मैले खाइदिएको ल। यस्तो मिठो भएको यो नयाँ आलु भएर होला क्या, सबै टाँसिन्छ क्या। आलु पनि कति खाने यार, घरमा धेरै फलेर खाँदा वाक्क भइसक्यो। त्यही डेली आलु नि आलु। कहाँ अड्किन्छ सबै यस्तो मिलाइसक्यो, नुन खुर्सानी अमिलो होइन। यस्तो उतो भएको छ क्या, यस्तो मिठो भएको छ, यस्तो सबै चट्ट मिलेको छ क्या। मैले यसरी खोलेर मेरो कति बिक्री हुन्थ्यो होला यार। पानपुरी चटपटे अनि आलु निम्की अनि अझै के थपेर बनाएर के अझ बिक्री हुन्थ्यो होला क्या। मैले यस्तो गोल गरेर काटेको छु क्या, प्याज र टमाटर चाहिँ मैले यसो गोल तरिकाले काटेको छु। अलिक खानु पनि स्वाद आउँछ भनेर। कुन चाहिँ मेरो कुरा काट्नु
त्यो चाहिँ कुनै मिनरल वाटर पानी होइन त्यो अस्ति हाम्रो मम्मीहरू पिकनिक जानुभएको थियो नि त पिकनिक अनि त्यहाँ मिनरल वाटर टन्नै थियो क्या अनि भाइ र मैले चाहिँ एउटा झिकेर खाएको थियौँ क्या त्यो बोतल चाहिँ मलाई भ्लग बनाउनु हुन्छ भनेर मैले यो गोजीमा हालेर ल्याएको थिएँ क्या भगवान्ले त मलाई ज्ञान दिएकै जे कुरा बनाउँछु तर म यस्तो मिठो बनाउँछु क्या आज शनिबार पनि होइन आज केही बार पनि होइन तर फेरि कस्तो गाडी कुदे गरेको आज आइतबार भयो होला हो धेरै पिरो भएर कस्तो सिँगारमा चुइन थाल्यो कस्तो नि यहाँ पो अड्क्यो कस्तो यहाँ पो अड्क्यो अप्ठ्यारो भयो यहाँ अड्क्यो कस्तो पेट डुम्म पो भयो धेरै पानी त्यस्तै हुन्छ क्या मलाई चिसो चिसो हावा ल्याएछ
मैले कति गाडी कुदेको होला हौ मैले चाहिँ डेली होइन यसरी नै खाएको भ्लग ल्याएन कसम म 100 केजी नै पुग्छु होला कस्तो पिरो स्योर पुग्छु नि अहिले त मोटा यत्रो भइसक्यो क्यामेरामा हेर्दा मात्रै यस्तो देख्छ तर म होइन 65 केजी छु यार कसैले पचाउनु हुन्छ 65 केजी छु भनेर पचाउनु हुँदैन त्यो 65 केजी छु झन् यसरी डेली खाएको भ्लग ल्यायो भने त झन् आमाम 100 नै पुग्ने रहेछु खाएकोमा मात्रै अलिअलि भ्युज आउँछ अब यताउति बनाएको भ्लग नै भ्युज नै आउँदैन अनि जेमा धेरै भ्युज आएको त्यसमा त बनाउनु पर्यो नि होइन यस्तो नर्मल भिडियो बनायो भने झन् 100 पनि आउनु मुस्किलै हुन्छ क्या अनि त्यो जे भए पनि खाएकोमा त 100 त गर्छ नि त्यसमा म खुसी छु क्या मलाई चाहिँ क्या यो यस्तो भ्लगहरू बनाउने क्या मलाई कस्तो उतो लाग्छ क्या कस्तो खुसी लाग्छ क्या तर किन होइन भ्युज नै जाँदैन फेरि अल्छी लाग्छ क्या जब त्यो भ्युज जान्छ नि मलाई फेरि उतो हौसला बढ्छ क्या जब भ्युज कम आउँछ नि जिउ अरे हौसला नै आउँदैन क्या भ्लग बनाउनु अनि त्यही भएर म त भिडियो बनाउँदिनँ क्या ल साथीहरू आजको मेरो भ्लग कस्तो लाग्यो भनेर कमेन्ट गरिदिनु होला होइन अब यो मेरो यो भिडियो चाहिँ आजको धेरै लामो छैन यस्तै 13-14 मिनटको हुन्छ होला अनि भिडियो चाहिँ अन्तिमसम्म स्किप नगरिकन हेरिदिनु होला सो आजको मेरो मुकबाङ भिडियो कस्तो लाग्यो भनेर कमेन्ट गरिदिनु होला होइन सो साथीहरू अब चाहिँ म भिडियो यहाँ इन गर्दैछु होइन यो चाहिँ फेरि मलाई होइन प्याज खुर्सानी टमाटर घरमै थियो अब मैदा सैदा पनि किनेर ल्याएको अनि भने एकदम लो बजेटवाला मुकबाङ क्या हामी त्यस्तो एक्सपेन्सिभवाला खान सक्दैनौँ हामीले यस्तो नै ठिकठाक छ मलाई त यो करेन्ट चाउचाउ चौटपट्टे पानीपुरी आलु निम्की भयो मेरो लागि त हाई भइहाल्छ मलाई त्यो बुलटक चाउचाउ चाहिँ कस्तो ट्राई गर्नु मन लागेको छ क्या यता हाम्रोतिर पाउँदैन कहाँनिर पाउँछ होला यार म होइन कस्तो ट्राई गरेँ यहाँ भ्लगमा ल्याउनु मन लागिरहेछ क्या खोजेछु तर भेटेको छैन क्या मैले म स्योर ल्याउँथेँ यार अब गफ सफ त्यस्तै हुन्छ होइन साथीहरू अब अर्को अब जहिले म अर्को भ्लग चाहिँ त्यतिखेर म गफ दिन्छु होइन सो अहिलेको लागि चाहिँ म भिडियो यहीँ इन गर्दैछु सो भिडियो मन परेमा लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला फेरि भेटौँ अर्को भ्लगमा सो अहिलेको लागि चाहिँ बाई साह्रै सिगन चुइयो बाई छिटै भेटोस् तपाईँहरूसँग बाई सी यू नेक्स्ट भ्लग